नमस्कार दर्शकबिनहरू, हजुरसामु आज एउटा अत्यन्तै जरुरी भिडियो अपलोड गर्दैछु। खास हेरेर अनि प्रतिक्रिया दिनुहोला। यो घट्टे खोला हो। यहाँ तल खोजमा घट्टे खोला छ। माछापुच्छ्रे र अन्नपूर्णको बिचमा यहाँ घट्टे खोला पुल छ। त्यसै गरी यसै यो खोलाको तिरतिरै वहाँ ती गेट बाटो माथि जाने बाटो छ। त्यसै गाउँतिर जाने बाटो डोडाँठो यस्तै छ र त्यता टोल छ। 16-17 घर छन्, तर त्यताको बाटो बन्न सकेन। र यहाँ यस्तो छ कि यो बाटो चाहिँ जानी चाहिँ नाउडा हो र गाउँमा जाने बजेट छैन। यो पर्यटकीय स्तर उन्नतिको लागि भनेर यहाँ बाटो हाल्नु भएको छ, सोलिङ गर्नुभएको छ। यहाँ चाहिँ पर्यटकीय स्तर उन्नतिको लागि गाउँको विकास नै निकास हो भनेर गर्नुभएको हो। त्यसको लागि कुनै आपत्तिजनकता छैन। त्यही पनि दुःख लागेको कुरो के हो भने आफ्नै देशमा स्वदेशमा आफ्नै बालबालिका बच्चालाई स्कुल लाने ल्याउने गोरेटो बाटो चिप्लो चाप्लो र नमिलेको यस्तो खोजमा हिँड्नु बाध्यता छ र बस्तीलाई ध्यान आकर्षण नगरिकन पर्यटकीय क्षेत्र भनेर यो बिचमा बाटो हाल्नु चाहिँ औचित्य छ या छैन, यसै भिडियोद्वारा भनिदिनु होला। यस अन्नपूर्ण गाउँपालिकाका मेयर, उपमेयर, त्यसै गरी अन्नपूर्ण 2 का अध्यक्ष सदस्यहरूप्रति यो भिडियो जाओस् भन्दै म यो आजको यस अन्नपूर्ण 2 घट्टे खोला नाउडराको चाहिँ पर्यटकीय स्तर उन्नतिको लागि बनाइरहेको बाटोको भिडियो अपलोड गर्दैछु। हस्त धन्यवाद। के गर्नुपर्छ र कसो गर्नुपर्छ यसै भिडियोद्वारा यस बाटोमा चाहिँ बाटो बन्यो भनेर मलाई आपत्ति छैन कि गाउँ छोडेर जङ्गलमा बाटो बनाइयो, यो पनि बनाउन पर्ने हो। बनाउने होइन मैले भनेको छैन, ताकि यहाँको बासिन्दालाई, यो टोलको गाउँको बासिन्दालाई हिँड्ने एउटा गोरेटो बाटो छैन, सहज रूपमा गोरेटो बाटै छैन। त्यसै गरेर यहाँका व्यक्तिहरू आपतकालीन अवस्थामा राति दिउँसो जति बेला पनि हिँड्ने बाटो भनेको घट्टे खोलादेखि निबारे टोलसम्म हो। तर यहाँ हिँड्ने बाटाको साह्रै असुविधा छ, चौताराको बोर्डसम्म। तर यहाँ चाहिँ बासिन्दालाई भन्दा पनि पर्यटकीयलाई चाहिँ उच्च सम्मान गरेको देख्दा एकतर्फीबाट त खुसी लाग्छ, अर्कोतर्फबाट साह्रै दुःखको कुरो हो। बाटो त बनाउनु भयो, तर यसको संरक्षण 2 वर्षमा बोर्डका पतिङ्गरहरूले ढाक्छ। यहाँ हिँड्ने चाहिँ को हो, नाउडरादेखि घट्टे खोलासम्म बस नचल्दाको घडीमा चाहिँ हिँड्न चाहिँ सहज हुन्छ। पछिको लागि चाहिँ यो बेकार वेस्ट मनी हो जस्तो लाग्दछ। हस्त धन्यवाद।